के खाँदै हो? भात र अचार दाल भात र अचार दाल सिकिसकेछ है? भात छ? कहाँ जान रेडी परेको? आज चाहिँ हामी यहाँ छौँ पसलमा। होमवर्क चाहिँ एउटा छ, एउटा अहिले भात खाइसी गर्ने हो। फेरि दुईटा थियो आज रिजल्ट थियो, त्यही भएर मैले भ्लग बनाउने भनेको, फुपूकोमा भ्लग बनाएको, त्यही भएर भ्लग बनाउँदैछु मैले यहाँ। फेरि इन्डियन त यहाँ के खसालेर म चाहिँ यहाँ बस्छु। यिनीहरू चाहिँ जसले भिडियो हुने बेला भन्छ कि त्यही भएर मलाई थप्पड हान्नु मन लाग्छ। त्यही भएर म चाहिँ यहाँ छु। फुपू चाहिँ यहाँ आउनुहुन्छ पुरा फोहोरो गराएर हेर्नु है, फोहोरहरू हेर्न सक्नुहुन्छ। म बर्थडेकोमा मिलेको फुपूले मन परेर फुपूले राख्नुभयो, त्यही भएर फेरि यहाँ चाहिँ नआउनुहोस् जी गर्दै हुनुहुन्छ। फेरि एउटा छ किनकि मैले आज ढिला गरेँ अनि त्यसपछि सरी है भिडियो बनाउन ढिलो गरेँ। अनि त्यसपछि फेरि म यहाँ छु। अनि चाहिँ आज हाम्रो स्कुलमा नास्ता खिर र आलु थियो। अनि त्यसपछि कति मिठो थियो। तपाईँले होस्टेलमा खानुहुन्छ कि खानुहुन्न? म त होस्टेलमा खान्छु। त्यही भएर कमेन्टमा लेख्नु होला। परेछ हाम्रो घरमा आज यति गर्मी छ कि तपाईँकोमा गर्मी छ कि छैन भन्नु होला। चामचमा त चिसो लाग्यो, कहिले पानी पर्ने, कहिले घाम लाग्ने हुन्छ। तिमीलाई मनिषा दिदीले के ल्याइदिन्छन्? छैन खोइ देखाउ त कसो खान्न हौ? किन? यो कुहेको त होइन। यो दिदी यो अम्बा खानालाई कुहिएको भने होइन? तिम्रो बहिनी हो? साट खै तिम्रो देखाउ त। साटा ल तिमीले यो खाऊ, यो न बहिनीलाई दिऊ है। किन बहिनी रोइ के जाऊ? बहिनीलाई पकाऊ। तिमी त दिदी हौ के अरे? त यो बहिनीलाई देऊ, तिमीले त खाऊ। ल किन बहिनीको माया लाग्दैन? खै देखाउ त, तिमीले हेर्छु त कसको ठुलो रहेछ र। यो ठुलो अम्बा रहेछ र तिमी नमानेको हो? बहिनीलाई देऊ के? हेर यो ट्विन्सको जात। हेलो गाइस, के गर्दै हो? अब के गर्छी? चिया खाने हो? स्कुलबाट नास्ता के खायो? खिर खाएको? कसले ल्याइदियो त खिर? ए